ल है साथीहरू, अब चाहिँ म रानी केक भनेर गोराई 15 मा खुलेको पसलमा जाँदैछु। रानी केकबाट चाहिँ अर्डर गरेको थिएँ मैले केक, त्यो चाहिँ म लिन जाँदैछु। हेर्दै गर्नुलाई त ल म पसलमा नजिक पुगिसकेँ। हो यही अगाडिको तपाईँ देखिरहनु भएको चाहिँ पसल हो रानी केक। यसमा चाहिँ राम्रो केक बन्ने गर्दछ। ल है त म केक लिएर यहाँबाट निस्किन्छु है त। ल हेर्दै गर्नु होला है त। ल साथीहरू, म चाहिँ केक लिएर निस्केँ है त। अब मलाई चाहिँ बजारदेखि अलिक टाढा घरद्वारा पुग्नुपर्ने छ, त्यही भएर चाहिँ म अलि स्पिडमा कुद्दैछु है त गाइज। ल हेर्दै जानु होला। म चाहिँ ल बुद्ध हस्पिटल पुगिसकेँ, अनि त्यस पछाडि ट्राफिक चोक हुँदै हुँदै अनि नवलपुरको बाटो हुँदै हुँदै मलाई चाहिँ माथि घरद्वारा पुग्नुपर्ने छ। ल है त। ल है साथीहरू, फाइनल्ली भेट चाहिँ भयो। अब चाहिँ के कसो गर्नुपर्छ अनि अगाडिको कार्यक्रम चाहिँ म तपाईँहरूलाई देखाउने छु। ल हेर्दै जानुहोस् है त। बनाएको होइन कि केही गरिराखेको थिएँ मैले। सब्स्क्राइब भराइदिनु फेरि। त्यही त के गर्ने भन। काट्ने कहाँ हो क्या? अरे यिन काट्ने हो। नमस्कार 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 नमस्कार। बर्थडे कसको हो नि? ल ह्याप्पी बर्थडे है त। ल ल पहिला के काटेर होला र कि सुरुमै फोटो खिच्नु? हुन्छ पिङ्की रहेछ सबै। तर म ह्यापी बर्थडे होला नि। हामीले एक मुठा दियो रहन्छ। ह्यापी बर्थडे दियो रहन्छ। अन्साको स्क्रिन लेखे देख गर न। देखे कि देखे देखे। ए ल देखो त के उता माथि थालो। म तोरा राजा ढगडा आया। त्यस्तो त किन होइन के यो? खै तिमी बाला त मरे ओए। त्यसलाई जोड्दा हुन्छ नि। Happy birthday to you. Happy birthday to you. Happy birthday. Happy birthday to you. मरे त। काट्ने आउ सबै अंकल त अब देखिन्छ के? अंकल देखिनु। आइज काटम। म चाहिँ काट्ने हैन। भन्दिएको छु म चाहिँ काट्न। आइज। कसम ले। तेरो बर्थडे हाम्रो हट न काट। आउ हट न काट। को लगाइदिनु भयो त? तपाईँ ठुलो हुन्छ नि त्यही भएर। त्यसपछि मुना, त्यसपछि अमिक्षा, त्यसपछि निया, त्यसपछि दिनता, त्यसपछि बब्बा। म नम्बर मुना भन्दा। ए सब लास्ट टाइम पारेस नि। किन? इनी म भन्दा जेठो हो त। त्यही भएर म पछि इनी पछि बिन्ता। अरे 17
राम्रो हो फलोस् फुलोस् पढाइतिर ध्यान दिनु ये सब लाउने हो मैले धोकिने दिदी धोकिने खुट्टा पनि भुइन्छन् आइजा ओइ कस्तो छुनन खुट्टा राम्रो अब तिमीले नि यस्तो सिन के गर्यो तिमीले के नाइ के गर्यो के भएन यस्तो गर्दै नि मैले यस के भन्ने आउ आउ के त्यही ठाउँमा कस्तो बस्छु जन्नी भागी मानी भाइ आइज नि यहाँ म दुख गर्न आउने आइज लगिदिन्छु तर म जुम्ले रहेन नि जन्मदिनको शुभकामना धन्यवाद बहिनी भाग्य मानी भयो पाँची नमाको पाँची आवाज गरेस आइज छिटाके लगाइदिहाल यस्तो गर सबभन्दा मेन त्यही हो बर्थडे विश गर्दै आएको नि त्यही देखाएको थियो मैले लेखेको थिएँ बहिनीलाई नबित्नु भनेर खुसी लाग्यो गाली नगर्नु होला के अझै भयो भने जे बुझ्नु नि दिदीले बहिनीले कहिले पिट्नुहुन्न दिदीलाई अनि छोरा जग्गा लागि त्यही हो होइन ठुलो भएदेखि पिटाइ देखेको छौ त्यही त पिटाएर नि पिटाएर नि अस्ति गाउँको पिटाएर ठुलो रिसमा पुग्दैन नि सानो रिसमा कम सक्छ हो यसरी उल्टो कुरा गर्छु त्यही भएर ए अङ्कल आन्टीको लगाइदिनु न अङ्कल आउनुहोस् त एकैछिन लगाइन र लास्टमा बिसेको कि मैले तपाईँ लगाइदिनु खाली निधार देखेँ अबे लास्टमा अङ्कलको लगिदिन्छु मलाई तपाईँलाई धोक्दैन पिने पहिला खाने कि खिच्ने हुन त अहिले खाएपछि मोटो हुन्छ हजुर देखिराख प्यारेन्ट्सहरू मोटो हुन्छ भने ल साथीहरू केक काट्ने काम चाहिँ भ्याइयो अब एकछिन पछाडि चाहिँ हामीहरूको पार्टी सुरु हुन्छ नाचो गानो रमाइलो सुरु हुन्छ ल है त अब खाने पिने रमाइलो गर्ने ल बाई